सो गाइस अहिले चाहिँ म छु कतारमा। आज चाहिँ हामी बुढाबुढी भेट भएको छौँ। बुढी चाहिँ सुतिरहेछ होइन। म चाहिँ अनि भोक लागेर खाजा बनाउँदैछु। खाजा चाहिँ के भन न फेरि, यहाँ पानी उमालेर यहाँ रामेन एउटा रामेन करेन्ट ल्याएर होइन टक्कसँगले बनाउँदैछु। अब हेरौँ कस्तो बन्छ, थाहा छैन अहिलेसम्म। पानी उम्ल्यो सोल्टी अन्टिल 2 मिनट। टिभी पनि छ है होइन। टक्कसँगले गाना सुन्दै बुढाबुढी मस्त गफ हान्दै बसेको छौँ। चाहिँ हाम्रो होटल 5 स्टार हो नि, फेरि सस्तो मस्तो होइन नि। फेरि पानी उम्ल्यो हो म चाउचाउ खाना रेडी भएर बसेँ कि हाँस त निन्द्रा लागिसक्यो घर भइसक्यो। पानी आऊ गुजुजु गर्दैछ त अनि सरी ऊ गयो। सो गाइस फाइनली यहाँ टिफिन यहाँ चाहिँ भात लिएर आएको बुढीले होइन। अब मस्काउने छैन। यी तरकारीको हो, यो तरकारी टक्क खाली गरेर मासुको हो क्या। मासु तरकारी भन्दा मिल्दैन। चाउचाउ किन ल म यो स्ट्यान्ड छ कि अलिकति अड्काउनु मिल्दैन हातले। म यसलाई एकछिन भुइँमा राख्छु। मसला यहाँ छ। अब यहाँ चाउचाउ आउँछ सरर फोहोर भन्नु होला नि फेरि केटा हो। यो होइन नि फेरि फोहोर, यो भर्खर मासु खनाएको यहाँ छ। मासु भात नि भित्रै छ। अघि मैले खाइसकेको हो, त्यो खाइ नसकेर चाहिँ राखेको क्या। ए पानी पनि रेडी भइसक्यो। कति हाल्नु सरर। अब यसलाई एकछिन उमाल्न दिनुपर्छ, एकछिन बोइल होस् होइन। भिज्छ नि। हाम्रो स्टोक छ नि त, बुढीले चम्ची सबै लिएर आएको रहेछ। के हो भोक लागेपछि के गर्नुपर्छ। टक्क 5 मिनटको लागि छोडिदिउँ। बगेको गङ्गा हो कि माया गजुर मेरी हजुर। सो मन पसन्द यहाँ छ। यहाँ टिभीमा आफूले जोडेर बजाउनु मिल्छ क्या चाहिँ ब्लुटुथ कनेक्ट गरेर। चाहिँ बुढीको काहीँ अब केटी मान्छे के मेकअपको सामान अरे काहीँ साइँ पक्रि फुलाको थुङ्गा हो कि बगेको गङ्गा हो कि मायाको हो कि हजुर मेरो हजुर। एक्टिङ त फेरि बवाल हाल्ने चाहिँ नि केटा हो। सलाम आलेकुम पनि छ यहाँ। अब यो डब्बा काम छैन, यहाँ बस। कफी पनि छ, कफी 1 गिलास अघि हालिसक्यो। ल अब चाहिँ चाउचाउ पनि अलमोस्ट बोइल भइसक्यो केटा हो। भुइँमा राख्नु हुँदैन यार, बोइल भइसक्यो होइन। अब मसलाको काम पिरो हुँदैन नि सरर। म धेरै पिरो खान सक्दिनँ, यति चाहिँ खान्छु। यति थ्रो। यो अब स्पाइसी के अरे चिल्ली ओइल पेस्ट। यो त धेरै खाँदैन यार, हाल्नुपर्छ। अब भेजिटेबलहरू हाल्नुपर्छ होइन।
यो चाहिँ भेजिटेबल हो केटाहरू यहाँ त सबै खाइन्छ निन्द्रा लागेर बुढी चाहिँ सुत्ने नखाने र अब एक्लै खानुपर्ने भयो अब यसलाई टक्कसँगले चम्चीले मिक्स गर्ने मिक्स गरे सब बट्टै हुन्छ यसो गर्दा हुन्छ बरु पखाला म स्ट्यान्डमा राख्छु मजाले भोलिँदैछ अहिले टक्कसँगले यत्तिको भयो धेरै कुरो खाँदिनँ म फर्स्ट बाइट तमाम सही भएछ थुप्रो दिन म नखाएको यार पिरो चाउचाउ धेरै दिनपछि खाएको यार मिठो लाग्यो निलै छ कि एउटी त मलाई आउँदाखेरिको भ्लग बनाउनु खोजेको थियो कि खाना थियो सामानहरू थियो ब्यागहरू थियो त्यही भएर यो अब ब्यागमा थियो होइन स्ट्यान्ड त्यही भएर बनाएन कहाँ सखा अब त्यति भात चाहिँ त्यो पनि बजाउँछु अघिरको भात छ हात अघि धोको भर्खर धोको राखेको बुढीले भात चाहिँ उहिले राखेको थियो क्या के अरे राँगेको मासुसँग अनि हल्का भेजिटेबल पनि थियो भेजिटेबलमा चाहिँ त्यही भिन्डी सिन्डी के रहेछ अनि राँगेको मासु क्या परपरी मजाले भुटेर केही बनाएको रहेछ आहा लाग्यो जहाँ ठाउँ आफ्नो भयो भन्दा बढी चाहिँ खान सक्दैन म हात धुनु पऱ्यो नि यहाँ एक्सपेन्सिभ हो नि फेरि केटा हो सस्तो मस्तो होइन नि फेरि अबे कति राम्रो यहाँ हेयर ड्रायर पनि छ साबुन पनि छ यी सबै छ कोलगेट सोलगेट सब छ अगाडि मेरो बुढीले के भन्छ दाजु यो देखेर क्या होइन पछि घर बनाएर यस्तै राख्छु बाथरुमहरू यस्तै बनाउँछु अरे क्या अब बुढीको सपना पुरा गर्ने मै हो अब मलाई पनि त्यस्तो मन त छ होइन राख्न के गर्नु अब राख्नै पर्यो अब मरमसलाहरू फ्यालिदिउँ काम छैन यिनीहरू उहाँ भोला छ हो यो चाहिँ खाल्टोतिर
कफी खानु भने भोलि ड्याममा हो अब पोला खानुपर्छ फेरि गाह्रो छ मलाई यार पानी खाने अब सुत्नुपर्छ हौ रात परिसक्यो भोलि ड्युटी पो छ त मेरो त यार ल केटा यस्तै हो अब ब्लग भनेको बिस्तारै बिस्तारै आउँदै गर्छ अब मेन कुरो म अब फोन किन्छु भनेको होइन आइफोन किन्न आँटेको अलिक टाइम लाग्छ 2-3 महिना लाग्छ अब यो फोनमा त्यति क्यामेरा राम्रो छैन नाइटमा अब मेरो मिड सिफ्ट हो क्या म आधी दिउँसो आधी राति हुन्छ अनि राति मात्रै खाली हुन्छ क्या दिउँसो त अब ठिक्क ड्युटी जाने बेलामा उठिन्छ दिउँसो भ्लग बनाउनै पाइँदैन घरिघरि यसो झुकेर निकालिन्छ 1-2वटा सर्ट क्लिपहरू चाहिँ कतै हेर्दै गर चित्त बुझाउँदै गर्नु आइफोन किनेर जे होस् राति राति खाली भएको बेलामा घुम्न जाँदाखेरिको दामी दामी भ्लगहरू हाल्छु म केटाहरू पनि धेरै छन् घुम्न जाउँ भन्ने उनीहरू पनि रुचाउँछन् केटाहरू भाइहरू छन् उनीहरू लिएर गएर मस्त दामी दामी कतारको भ्यूहरू दामी दामी देखाउँछु म टेन्सन नगर बिस्तारै आउँछ है सो त्यही हो अब म चाहिँ सुत्छु अब भ्लग यति नै हो यो अब धेरै दिनपछि हालेको भ्लग हो हेर रमाइलो गर सेयर गर सब्सक्राइब गर फर्स्ट फेसबुकतिर हाल्छु सपोर्ट गर फलो गर टिकटकतिर अब बोलाएको भिडियोहरू हालेर हेर गर होइन त्यही हो ल बाई गुड नाइट सबैलाई नेक्स्ट भ्लग राम्रो पाराले आउँछ टेन्सन नगर